होला र अझ रन्डीमा चिकन के न काला पानी लिपुलेकै फिर्ता ल्याए जस्तो गरेर छाती भुलाएर आउँछ रन्डीको चिकनी एकैचोटि वाल पनिर किन सकु छिराएर चिकनी यस्तो हुँडालेर चिसो बनाइदिन्छ रन्डीमा चिकनी चुप राडीको छोरा नाच्ने रुवाबासी गर टिकटकमा 7 दिनसम्म रुनी फेरि किन रुनी त 7 दिनसम्म रुनी 7 दिनसम्म रुवाबासी रन्डी रु 7 दिनसम्म रु है 7 दिनसम्म रु त्यो अल्लोमा गर्दै मस्किँदै रन्डीमा चिकनी 7 पत्र घसेर हिँड्ने रन्डीमा चिकनी तेरो औकात थाहा छैन रन्डीमा चिकनी मिन्स हुँदा चिकनी आमाको फर्रे टालोमा चिकनी बाँधेर हिँड्ने रन्डी चिक्नीलाई अहिले दिउँ रन्डी के बोले तेरो बुढीले त्यस्तो गर्यो भने मैले गर्छ तेरो बुढीले त्यस्तो गर्यो भने मैले गर्छ तेरो बुढीले त्यस्तो गर्यो भने मैले गर्छ कस्तो रिसाएको त ओए कस्तो रिसाएको त अब भन्छु म रन्डीमा कन्टेन्ट अब रन्डीको बाँधेर त कन्टेन्ट चाहिएको तँलाई तँलाई कन्टेन्ट चाहिएको म सोझो मान्छेलाई हिजो आएर एक्कासी ठोक्नु गल्ती गरिस् सोझोमा मलाई हिजो ठोक्नु गल्ती गरिस् भागिस् भगोटेमा साले भाग्दो रहेछ डरफोक भाग्यो हेर्न भागेको गाई सबैजना मेरो आइडी फलो गर्नु त अब यिनीहरूले मेरो यो आइडी खाइदिन्छ पहिला पनि खाइदिएको हो फेरि पनि आइडी खान्छ म यो आइडी मेरो आइडीमा सबैले प्लिज फलो गर्नुहोस् त 500 जना हुनुहुन्छ होला फलो गर्नु त कन्टेन्ट अब आउँछ कन्टेन्ट डेन्जर कन्टेन्ट आउँछ गाइज अब यिनीहरूले मलाई चलायो नि त म चुप्पो लाएर बसिरहेको थियो 2-3 महिना भइसक्यो म टिकटकमा एक्टिभ नभएको कसैलाई पनि केही पनि नभनेको यिनीहरूले चाहिँ मलाई चलायो के लाइभ इन गर्नु एकचोटि अरे किन गर्नु नि लाइभ इन चाहिँ अनि यिनीहरूले मलाई चलायो नि त म एकदमै सोझो मान्छेलाई चलाउनुको के हुन्छ भन्ने कुरा यिनीहरूलाई थाहा नै छैन मलाई सोझो देखेर यिनीहरूले चलाएको के कन्टेन्ट अब आउँछ कन्टेन्ट आउँछ गाइज अब टेन्सनै गर्नु पर्दैन मलाई सोचो देखेर यिनीहरू सबैले चलाएको माछ चिक्नेले आइज रे रिपोर्ट लागे पनि लागोस् जाओस् आइडी खल्ली हुल्ली को चढ्यो फेरि झर्नुहोस् न दाजु यार एकछिन हालत खराब पातला भएको छ मेरो तँलाई ट्याटो देखाउन आएको म यहाँनिर अब टिकटकमा केही काम नपाएर कपाल जोडी ए ल अरे गाली गर्न नदिने साथी अरे के माइक जोडेर गाली गर्न त्यस्तो मुलालाई मुर्दालाई पीडितलाई रुवाबासी गर्दैछ भागो त काटेर रुँदै अब कति दिनसम्म रुने हो थाहा छैन 1 हप्ता रुन्छ गोविन्दे मुर्दा अब गोविन्दसँग लपरा थियो हो नडाटेको भन्नु त कहाँ लपड्नु फोनमा चाहिँ बोलेको हो के त्यस्तै साथी भनेर बोलेको अब उसले यस्तो सिरियस लिन्छ भनेर मलाई के थाहा हो बहिनी अनिच्छा उसले यस्तो सिरियस लिन्छ भनेर मलाई थाहा थिएन नि त अनि एक्कासी त्यसले हिजो लाइभमा आएर मलाई ठोकेको नि त अनि त्यसले किन ठोक्नु पर्ने मलाई चाहिँ मलाई पो आएर ठोक्छ हो भन्न नि तेरो नाम पनि जोडी पो ठोक्दै थियो त केलीसँग फोटो छ रे भिडियो छ रे भन्दैमा आसला कुकुरले भाग्यो गेम काटेर भाग्छ हेर डराएर भागेको त्यो फेरि जोइन गर्नु न तपाईको विजय बुढालाई तेरो बाजे बुढामा आसला कस्तो टाउको दुखिरहेछ कन्टेन्ट बनाए पनि अलि त्यस्तै खालको आइमेहरूलाई बनाउनु नि म सोझो मान्छेलाई चाहिँ के कन्टेन्ट बनाएको हो यिनीहरूले मलाई चाहिँ अचम्म लाग्छ भनेको न म त्यस्तो धेरै झगडा गर्न सक्नु न केही गर्नु फकटियालाल मलाई पो कन्टेन्ट बनायो गाइज फेरि आडे साथीले चाहिँ उहाँ माइक जोडेर आएको रहेछ बुम बुम पारिरहेको थियो केली फेरि हेर्न राज भाइले त रन्डी हो नि त अरे राडीको छोरा अफलाइन भयो गोविन्दी अरे त्यो त्यस्तै हो त्यसलाई टेन्सन छ अरे हो गोविन्दीलाई टेन्सन छ अरे के टेन्सन छ अरे त्यसलाई मेरो टेन्सन लागिरहेको छ के गोविन्दलाई मेरो टेन्सन लागेको छ के त्यही भएर होला
गोविन्दी नाम पनि त्यसले हिजो मलाई एक्कासी ठोकेको भनेको विदाउट रिजन मेरो यो आइडीमा फलो गर है गाइजहरू यो आइडी फेरि जान्छ मेरो मासाले 500 जना भ्युवर्स हुन्छ 80 जनाले पनि फलो गर्दैन तिमीहरूले कन्टेन्ट के पाउँछौ भने तिमीहरूले अनि कहाँबाट कन्टेन्ट पाउँछौ त फलो गर मलाई फलो गर है जुन भनु के आज टन्ने रिचार्ज गरेको छ कि क्या आडे साथीले त गर्दैन कहिले कसो मलाई त गर्नै आउँदैन रिचार्जै गर्न आउँदैन गाली गर्न पाउँछु भनेर रिचार्ज गरेर म पहिलाचोटि यो टिकटकमा कलमा चढेको तिम्रैमा होला भाग्यो केली त पुटी अच्छा के भन्छ हौ यसले ओइ भाइ म्युट खोलो बोल न भने